सर्वसम्मत हामी भित्र निर्णय गर्छौँ अनि आफू खुसी कुरा गर्दै जान्छौँ। जे चाहिँ बाहिर चाहिँ चलन चल्तीमा चलिरहेछ पपुलिजम, जे कुरो चाहिँ बजारमा चलिरहेछ त्यही अनुसार बोल्ने प्रवृत्ति छ। त्यो अवस्थामा एउटा सहमति नभइकन संविधान नबन्ने, नत्र कि चाहिँ संविधान विहीनताको स्थितिमा झन् अन्यल अराजकताको स्थितिमा देश जाने हो। त्यसकारण के छ भने बोल्न सजिलो हुन्छ, गर्न गाह्रो हुन्छ के। जसले बाहिर चाहिँ जिम्मेवारी नलिकन चाहिँ बोल्नलाई सजिलो हुन्छ, त्यसकारण त्यसरी उहाँले बोलिरहनु भएको। यद्यपि यो ब्लोटेड छ, यसमा समस्याहरू छन्। फेडरल स्ट्रक्चर जुन खास गरेर चाहिँ प्रदेश स्ट्रक्चरले जुन काम गरिरहेछ म पनि सन्तुष्ट छैन। वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको योगदान धेरै छ भन्नुभएको थियो। यस्तो एक्स्ट्रा अर्डिनरी सत्ता गठबन्धन बनाउनमा इन्डस्ट्रियलिस्ट र व्यापारीको हात हुने कुराले इट रेजेस अ फन्डामेन्टल क्वेसन इन आवर डेमोक्रेसी, डज इट नट? पार्टीको सर्टेन कामहरू यसले गरिदिन्छ कि गरिदिँदैन, त्यो हिसाबले जुन चाहिँ प्रचलन अहिलेसम्म चलेको छ त्यसको चाहिँ अन्त्य हुनुपर्छ। नीतिगत रूपमा ओरिएन्टेसनको हिसाबले चुज गर्नुहोस्, द्याट इज टोलरेबल, त्यो हुन्छ जहाँ। तर अहिलेको प्र्याक्टिसलाई चाहिँ हामीले तोड्नुपर्छ। अनि इज दिस नट अ टिक इन डेट ट्र्याप? वास्तवमा डेट ट्र्यापकै अवस्थामा चाहिँ पुगेका छैनौँ। हाम्रो भन्दा धेरै बढी जिडिपीको रेसियोमा बढी ऋण लिने देशहरू इभन भारत पाकिस्तानको त धेरै माथि छ, अरूको पनि छ। तर मूल कुरो के हो भने कति ज्यादा हामीले ऋण लियौँ भन्ने भन्दा पनि त्यो ऋण ठिक ठाउँमा खर्च भइराखेको छ कि छैन, त्यही त परिणाम आउने क्षेत्रमा खर्च भएको छ कि छैन, द्याट इज इम्पोर्टेन्ट।